आज चाहिँ म अलैँची बारी ढ्याउँछ हाम्रो मेरो बाबाले उगेको ढौलागिरी नि यस्तो राम्रो फुलेहा मजाले फुलेहा ढौलागिरी नि। अनि मकै बारीहरू यस्तो छ, सिस्टी गेराले थिचेर पनि अहिले यस्तो पोलाइरहेछ। अनि मेरो चाहिँ अलैँची छ क्या यहाँ बारीमा। यो चाहिँ बाबाले रोप्नु भएको अनि फलेछ। यस्तो फल्छ, पछि खाने हुन्छ नि त, मिठो चियामा मासुतिर हालेर खाने हुन्छ। उट्यो सटुवानी रोपेको छ, अनि सटुवानी छ। यो चाहिँ मेरो बाबाले रोपेको हो। बाबा बितेर गए पनि अझै यो बाबाले लगाएको चिजहरू छ बारीतिर। अनि यहाँ हेर्नु चाहिँ हेर्नु के लाउनु लाखाने यो साइला र साइलीले। माथि साइलाले हेर्नु यी टनेल बनाखानु टमाटर छ। आमा सिमीले कस्तो लतरम्मै फोले भाइ या अस्ति गेराले थिचेर नि यस्तो फोले हातो मजाले लाएको छ। अनि यहाँ खुर्सानी के अरे टमाटर अनि खुर्सानीको बिउहरू सबै छ लाछन्। यही कुकुर आएर डुलेर यस्तो बनायो। यो कुकुरले खुब रिस उठाउँछ नि। राति खल्ट्याङ्गी गर्थ्यो कुकुरा खाऊ। त्यो के हो बिगासी गोलबेरा छ त्यहाँ बिगासी गोलबेराको बुट्टा। यो पुरानो बुट्टा हो, फुली फाल्दा भनेर पिरो छ भनेर नफाल्ने रे का। पिरो छ नफाल्ने हो भाउजूले अझै। हेर्नु यस्तो के हो छ काँक्रा जम्मै 80 नाल थिचेर। हेर्नु डल्ले खुर्सानी रोपेछ जम्मै झार्ने फेरि ठाडो भएछ। यहाँ बुट्टा यस्तो भयो। किवी हेर न, किवीले अलिअलि फलेको थियो। त्यो किवी नि फेरि कुट्टिएर झऱ्यो कि क्या हो जस्तो मलाई लागिरहेछ। हेर्नु एउटा झुन्ड्या त्यहाँदेखि स्ट्रबेरी छ। खासै के अरे फुले खाने भयो। यो स्याहार्नी पाएन होला नि, स्याहार्नी नपाउने त्यो भएर नि होला है। फुले खाए एउटा हेर्नुहोस्, एउटा झुन्डे छ किवी। के रोप्नु लाग्यो ब्रो? यो के हो बुट्टा? सुन्तला हो कि कागती हो? यहाँ छ सुन्तला हो कि कागती हो छ। ए हानी छ तर यो के हो बुट्टा हो? सुन्तला हो कि कागती हो? यो चाहिँ यहाँ चाहिँ मैले चाहिँ काठमाडौँबाट ल्याएको गमलामा खाइलेको उम्रेको थियो नि यहाँ सार्दैछु। हुन्छ कि के हुन्छ त्यो स्याहार गर्ने मान्छे चाहियो। यहाँ तरुल अनि किवीले एउटा फुलाइछ। स्याहार पायो भने चाहिँ मल हाल्नु पऱ्यो। मलसल छैन। काँक्रा हामीलाई चाहिँ पहिला हाम्रो यहाँ सुन्तला थियो नि, हाम्रो यहाँ नि सुन्तला नि फल्छ क्या। एउटा केटाकेटीले जम्मै टिप्दिने भाँदिने गरेर नि त सब बिगारिन्छ। पारी कोटगाउँ कालुमुरा। यो चाहिँ कालुमुरा हो है, कालुमुरा। अनि त्यो कोटगाउँ त्यहाँ यस्तो लामो पुल हालेको छ, लामो पुल छ। अनि फिरबाङ अनि यो पाखा पानी कमनाट हो। यो अहिले त जतासुकै हरियो उटिसको रुख हो चाहिँ अरूको रुख भन्दा नि सब रुख देखिन्छ। हाम्रो माथि आज त कस्तो राम्रो दिन गरे माथि मोटुङ लिङ्गु हाल्ने थियो। अनि यता के अरे जागा बाब्रो। अनि चाहिँ उहाँ चाहिँ जागा छाडा छ। तर पहिला त्यो माथिबाट जग्गाहरूको नाम जागा भएर जागा छाडा भनेको होला। दुइटा छ के जुम्ले झर्ना भने नि हुन्छ। जुम्ले झर्ना भने नि हुन्छ।
मकैहरू यस्तो भएको छ राम्रो छ यसरी धौलागिरी नि हेर्नु न ठ्याक्क धौलागिरी यहाँ देखिन्छ अनि धौलागिरीदेखि हुँदा ऊ पनि छ जाडो पनि हुन्छ हाम्रो यहाँ तर घाम लाग्दा चाहिँ तातै छ यो चाहिँ यो डाँडा छ यो राखोरको डाँडा हो यो यहाँ नालाली घर छ यहाँनिर अनि यता तल चाहिँ यो राखोर डाँडा यसरी यता एउटा त्यहाँ उल्लेरी अनि यो गोखोको भिर हामी पहिला स्कुल जाँदा यहाँबाट के अरे 45 मिनट हिँडेर स्कुल जाने हिँडेर आउने गरिन्थ्यो अनि जाडोको बेलामा खुट्टाहरू फुटेर चर सब चिरा रगतै आउँथ्यो अनि खाजा बोकेर जाने खाजा बोकी गयो खाजा त बाटैमा खाइसक्ने क्या हामीले यस्तो गरिन्थ्यो अनि सिमिलेर अस्ति ठिटतिर नि यस्तो राम्रो फुलिरहेछ खोला छ अलिअलि हल्का मकै चाहिँ के अरे धान चम्बर गर्नु लाग्छ धान झिक्नु लाग्छ अब ऊ गर्छ त्यहाँ त झिकिसी धान चम्बर गर्नु ओ फुपू लौ भात खानु बोलाउनु भयो हेर न चम्बर झिकिसी त्यहाँ ग्राउन्डमा चाहिँ गेम घम्सी भइरहेछ यो साइलाले हामी यसरी बागुलो लगाएर अब हावाले सब खुस गरिहाल्यो बागुलो लगाएर माइकिङ गरिरहेछ त्यहाँ खोल्नु छ यो त बागुलो हो यो लाइन गरेर यसो झुन्डा बन्छ झुन्डाउनु पर्ने तालिम छैन उसी गर्ने नि के हुन्थ्यो नै यो हाम्रो किबी अनि यो उसो हेर्नु त झार त त्यहीमा नि सिमी फुलेको त्यो झार छ झारै बढी अरे कहाँ हाम्रो ठाउँमा के हो यहाँ फुल छ यो लिली पनि मजाले फुल्या छ लिलीले मजाले फुल्या छ मेरो हाउस आमा चाहिँ बोला खेल्नु गयो म चाहिँ गएको छैन जाने हो अहिले यसो हेर्नु पर्ला नि यहाँ चाहिँ मेरो बेगन बेली यस्तरी फुलिरहेछ बेगन बेली मेरो बाउले लाएको डुबी हो डुबी म चाहिँ यो पुलतिर जानेछु यो नि मैले काठमाडौँबाट ल्याएर पोहोर साल सारेको कस्तो राम्रो फुलेको यहाँ बस्ने यो व्यापार गर्ने बेपानीले यहाँ बदाम भुटेको मेरो खुर्सानी के राखेको के ढुङ्गा राखेको मूल पोहोर साल रोपिरहेको यस्तो फुल भएको छ पोराउटा रोपेको कहाँ मैले यहाँ यी बेपानीले यहाँ के गरेर हैरान्छ गेम भइरहेछ कहाँ पायो त त्यो बालुवा बाटोमा माथि छ भने थियो सोधेको मैले सोस्तानी फुलु त्यहाँ लिएर रोपेको सरेहा उयो कर्बिर यहाँ रोपेको हुन्छ के सरिफानी यहाँ लाएको भएको छ हुन्छ के यो चाहिँ प्लान्टपट्टि त्यो पनि उयोबाट
यो हंसराज यस्तो भइरहेछ हंसराज मेरो पुल होइन यो ब्रिज हो ब्रिज हो ब्रिज अनि ऊ धौलागिरी चाहिँ आज साह्रै मजाले फुलिहाका मेरो घर जमुनालाई लुगा धोएर सुकाएर जम्मै लुगा पो भयो आज यो बाटोहरू राम्रो भएको छ यता यस्तो छ बाटोहरू राम्रो भएको छ यसरी माथि मोटर बाटोबाट यहाँ तलसम्म यसो बाटो बनाउनु भयो बाटो राम्रो छ म चाहिँ यहाँ हल्लिँदै हिँडेको छु बाटो चाहिँ राम्रो छ यो भूमि पूजाको उसले जम्मै यहाँ खोलाको स्टोभ भएको छ त मोमो चाउमिनको झोलहरू बसिन्छ फोहोरहरू सबै पखालेको सबै आइरहेछ यो चाहिँ राजुको घर त्यो केराको बुट्टा उट्या अस्ति मैले हेर्दै जामाको बिउ माइलीले यस्तो बिउ उम्रिसिया त यहाँ ल पराई गोरे त यही भएर यस्तो राखेको छ नि पछाडि यहाँ अलि त्यो टार भेरा नि भयो जाली लगायो नि भयो राम्रो राम्रो के यस्तो छ हे त्यो मामाले उखाल्ने बेला भएन र त्यहाँ सुन्तला छ सुन्तलाले नि फल्यो पटेर लाखा मसिनो अस्ति म त्यो छेउमा गएको थिएँ यस्तो भइसक्यो यो मकै यस्तो ठुलो भइसक्यो यहाँ यो बाजेले रोपेको मकै ढल विकासले यहाँसम्म यस्तो राम्रो ढल बनाखान तर आज यो बाटो चाहिँ भइसकेको छैन अर्कोचोटितिर बजेर ढालेको होला नि चाहिँ राम्रो हुँदै छ भुइँ खोल्छ नि पहिला त यहाँ टोइलेट नहुँदाखेरि जम्मै यही खोल्छ त नि आउने हो मकैको ट्राउट भए मकै पनि राम्रो भएको छ छ्या हेर्नु यस्तो छ यो टुबाङ फाटतिर कति राम्रो भएको मकै ढौलागिरी 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 ए हेर्न हाँस नि पालेको छ नि यो मामाले यहाँ यस्तो बनाएको ऊ त्यहाँसम्म आएछ ढल विकासले एकजनाको त्यो पैसा सिद्धिएला नि त अब त्यहाँभन्दा तल पछि बेला नि यो ताराबहादुर मामाको घर राम्रो बनाउनु भयो ए कुखुरा च्याउ 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 कति सस्तै भएछ हाँहरू नि च्याउ 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 यो मामाले यहाँ के गर्नुभएको भन्दा त यहाँ होइन फेरि उडारेको कि के हो र नौरो भएको थियो त के जाले उडारेको के हो र हेर्नु कस्तो राम्रो बनाएर रहेछन् गोरेले त च्याट पारेको छैन हस्टेल बारे लिन्छ कहाँ आफैले गोरे हुन्छ यहाँ गोर्ने बैशाखेमा गयो हामी आउँदा आउँदा यहाँ गाउँ थियो गाउँ काटेर यस्तो बनाइसक्यो भइसक्यो आज नि बन्डा नखाएर यस्तो बन्डा दिन्छ टुबाङ फाट गेम भइरह माथि हेर्नु जाने हो अहिले दिउँसो यहाँ कुखुरा पाल्ने बनाएको छन् यहाँ म्याउ म्याउ बिरालो यतातिर आऊ
मेरो नाना काटिदिने मुसा मारी खाऊ यो घर नि भट्किन्छ हिमाल चाहिँ हाम्रो गाउँमा जाटाको हेर्नु देखिन्छ हाया पहिरा नुनु सबै यहाँबाट ठ्याक्क हिमाल देखिन्छ मकै चाहिँ राम्रो भएको छ हाम्रो गाउँ यहाँनिर कुचो लाग्दो रहेछ मकै छ हेर त अझै नि हामी बच्चापनमा बसेको घर चाहिँ उट्यो हो तर आग लागि भएर यो चाहिँ यस्तो भएको छ दाइले बनाउँछु भन्दै थियो कहिले बनाउँछन् झाबाट बानी ढौ लागि चाहिँ ठ्याक्कका यहाँ गोरसाल थियो यहाँ हामी खेल्ने हाम्रो यहाँ उठ्यो नि त पहिला हामी माथि ठुलो दाइले भैरातिर गएपछि हामी यहाँ माथि गयो बल्ल म चाहिँ गाउँतिर गइन एक दिन चाहिँ जान्छु तलतिर यसो डुल्दै जानु पर्ला तल हाम्रो खेततिर गएर आउनु पर्ला भनेर सोचिरहेको छु यो चाहिँ डापट पहिला नै हामी यहाँ कति खेल्थ्यो कति खेल्ने अनि पहिला टोइलेट थिएन नि त यहाँ त जम्मै गुवै हुन्थ्यो आजभोलि पो सबै टोइलेटको व्यवस्था छ र राम्रो हुन्छ राम्रो छ पहिला त यहाँ त हेर्नु काम गर्नेको दुःख भला ढोला नि नसुनेको डुलेर अहिले आमाले गाल गर्छ मलाई डाँडा त कति राम्रो उठाएको गेम भइरह त्यसैले माइकमा भुवामा गरिरहेछन् बोलिरहेछ माइकमा दिपेश भाइ हो मकै आमा चाहिँ हेर्नु गएको म चाहिँ यता यता डुकिरहेको यो मोबाइललाई चाहिँ उखुली फाल्नु तिम्रो त झन् धान्जीको लाटो झान्जिया चाहिँ मकै यस्तो माथि माथि उनीहरू घरले होमस्टे थियो होमस्टे त छेक्ने रहेछ स्कुल भूमिठानहरू यहाँ आयो भने चाहिँ सबै देखिन्छ ऊ जग्गा झर्ना पनि देखिन्छ तर यो बिजुलीको उसले अलिक डिस्टर्ब गर्छ तर जग्गाको झर्नाले झर्ना यस्तो टक्क देखिन्छ nomor 5 माइल उपलब्ध गरी 7 बनाए